साथीहरू गुड आफ्टरनुन सबैजना सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ म यता यसो सिप्चाना टिप्न आइरहेको छु यस्तो बारीमा। यता साग टिप्न पर्यो है। अब यस्तो सुक्क केही छैन यहाँ, यस्तो हेर्दाखेरि केही छैन। यो गलकोट नगरपालिका वडा नम्बर 3 हो, लमाईबाट है। यता यस्तो यहाँ पुरा घर छोडेर यता पनि केही छैन, यस्तो अवस्था भइसकेको छ है त साथीहरू। र कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। अनि मेरो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है त। यस्तो छ है, यहाँको सिप्जना राम्रै फलिरहेको रहेछ। अब के गर्ने, त्यस्तै हो। गाउँघरमा बसेपछि सागसब्जी लाउनै रमाइलो हुन्छ आफ्नो गाउँमा। सहरमा के गर्ने, सहरमा गयो जे पनि किन्यो खायो है। पैसा छ त सबै छ, पैसा छैन केही छैन होइन। त्यही भएर आफ्नो गाउँलाई पनि प्राथमिकता दिन सिक्नु होला। झट्टै छोडेर नजानु होला, किनकि पैसा कमाएर मात्रै ठुलो हुने पनि होइन है त साथीहरू। त्यही भएर यस्तो आफ्नो गाउँमा केही गर्नुहोस्, केही गरेर अगाडि बढ्नुहोस् भन्न चाहन्छु। यस्तो सिप्चाना फलाएर टक्क हरियो खुर्सानी र भातसँग टक 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 खान पर्छ, रमाइलो है। गाउँले जीवन जिउन एकदमै रमाइलो लाग्छ मलाई। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नभुल्नु होला। यतातिर देख्न सक्नुहुन्छ हाम्रो गलकोट, यता घुम्टे अहिले कुहिरो लागेको छ, हल्का पानी पर्ला जस्तो अवस्था भएको छ है। यता पारितिर बाटो पनि आएको छ। अनि यता माथि चाहिँ हाम्रो निहुरेको धुरी। यो बारी पुरै खाली छ है त। अवस्था एकदमै खराब भइसक्यो हो गाउँको। के गर्ने, एक्लै यताउता हिँड्न पनि डर छ। यसमा हाम्रो चाहिँ भैँसी गाई बाख्रा पालिन्थ्यो पहिला। यहाँ मल खनेर यो बारीमा चाहिँ अस्ति आलु लगाएको। साग चाहिँ राम्रै भयो रहेछ। अब टिपौँ भनेर आएको, यसो भिडियो पनि बनाऊँ सानो हजुरहरूलाई भनेर चाहिँ यसो भिडियो सुरु गरेको। मेरो नयाँ युट्युब च्यानल हो, त्यसैले सबैजनाले सब्सक्राइब गरिदिनु होला, भिडियोलाई सेयर गरिदिनु होला। किनकि भोलिको दिन अझै नयाँ नयाँ भिडियो आउने छन्। त्यसैले चाहिँ तपाईँहरूले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु मेरो न्यू युट्युब च्यानललाई। हाम्रो गलकोट एकदमै राम्रो छ, तर अहिले चाहिँ पानी पर्ला जस्तो भएको कारणले चाहिँ यहाँ अहिले मैले त्यति क्लियर फोटो आएको छैन। यति टिपिसकेँ मैले अहिले सिप्चाना। यस्तो राम्रो छ कि सिप्चाना नखाए नि खाम जस्तो है। टक्क आलु मिलाएर पिरो पिरो बनाएर हरियो खुर्सानीसँग टक 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 खानुपर्छ है त साथीहरू।